धेरैजना साथीहरूले एआई भिडियो कसरी बनाउने भनेर सोधिराख्नु भएको थियो, कल पनि गरिराख्नु भएको थियो। हजुरहरू सम्पूर्णलाई मैले बुझाउन सकिनँ, त्यसैले चाहिँ आज एउटा भिडियो बनाएर राखिदिएको छु। हेरेर जानकारी लिनुहोला। पुरा भिडियो हेर्नु भने अवश्य सिक्नुहुनेछ है त। च्याट जिपिटी त हजुरहरू सम्पूर्णसँग छँदैछ। च्याट जिपिटीमा गएका छौँ। पहिला हामी च्याट जिपिटीलाई चाहिँ हजुर कस्तो खालको भिडियो बनाउन चाहनुहुन्छ त्यो लेखेर दिनुपर्ने हुन्छ। पहिला मैले चाहिँ अब विद्युत सम्बन्धी काम गर्ने भएको कारणले चाहिँ विद्युत सम्बन्धीकै जानकारीमूलक भिडियोको लागि चाहिँ स्क्रिप्ट लेख्न लगाएको छु। हेर्न सक्नुहुनेछ। अब यसरी मैले उसलाई पठाइसकेपछि चाहिँ उसले यसरी स्क्रिप्ट लेखेर रेडी गरिदिएको छ। हेर्नु होला। राम्रोसँग उसले चाहिँ स्क्रिप्ट लेखिदिइसकेको छ। अब यो स्क्रिप्ट चाहिँ हामीले गुगल जेमिनीमा लगेर हाल्नेछौँ, कपी गरेर पेस्ट गर्नेछौँ। त्यो पछि गुगल जेमिनीले चाहिँ हामीलाई भिडियो रेडी गरेर दिनेछ। त्यसको लागि हेर्नु होला। हामीले यसरी स्क्रिप्ट तयार गऱ्यौँ। तयार गरेपछि अब हामीले यसलाई कपी गऱ्यौँ। कपी गरिसकेपछि अब यसलाई लगेर हामी गुगल जेमिनीमा हाल्दैछौँ। गुगल जेमिनी खोल्यो। अब गुगल जेमिनीमा चाहिँ जस्ताको तस्तै यसलाई चाहिँ हामी पेस्ट गर्नेछौँ। पेस्ट गरिसकेपछि अब हामीले यहाँ एउटा आफ्नो फोटो पनि दिनुपर्ने हुन्छ। अनि अब यहाँ चाहिँ हामीले एउटा फोटो एड गर्दैछौँ। ग्यालेरीमा रहेको फोटो चाहिँ हामीले यो फोटो चुज गरेको छौँ। अब यो फोटो लगेर हामीले हालिसक्यौँ। फोटो हालिसकेपछि चाहिँ अब हामीले जेमिनीलाई सेन्ड गरिदियौँ। सेन्ड गरिदिइसकेपछि चाहिँ अब हामीलाई भिडियो बनाएर दिइरहेछ। हामीलाई चाहिँ अब यस्तो खालको भिडियो बनाएर दिइसकेको छ। अब यो भिडियो डाउनलोड गर्नको लागि माथि 3 डटमा क्लिक गरेर चाहिँ डाउनलोड गरिसकेका छौँ हामीले। अब यो डाउनलोड गरेको भिडियो चाहिँ तपाईँले ग्यालेरीमा प्राप्त गर्न सक्नुहुनेछ। अब ग्यालेरी पनि खोलेर हजुरहरूलाई हामी देखाइदिन्छौँ। ग्यालेरी ओपन गरिसकेका छौँ। 10 सेकेन्डको भिडियो चाहिँ रेडी भइसकेको छ अब हाम्रो। अब यो भिडियोलाई हजुरहरूले कहाँ पोस्ट गर्ने? टिकटक, फेसबुक, जहाँ पोस्ट गरे भने मजाले पोस्ट गर्न सक्नुहुनेछ। तर जेमिनीले दिनमा 2-3 भन्दा धेरै भिडियो बनाउन चाहिँ दिँदैन है। धेरैजना साथीहरूले पैसा माग्यो भन्दै हुनुहुन्थ्यो।